दर्शकवृन्द, एक चीनिया स्वास्थ्य विज्ञले चीनले आगामी वर्षको सुरुवातसम्म आम प्रयोगका लागि कोरोना भाइरस कोभिड-19 को भ्याक्सिन ल्याइसक्ने सम्भावना व्यक्त गरेका छन्। साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित समाचारका अनुसार आकस्मिक प्रयोगका लागि सेप्टेम्बरमा आउने अनुमान गरिएको सो भ्याक्सिन आम मानिसको प्रयोगका लागि आगामी वर्षको सुरुवातमा उपलब्ध हुने अनुमान छ। कुनै पनि चीनिया अधिकारीले कोरोना भाइरसको उपलब्धताका बारेमा समय सीमा तोकेको यो पहिलो पटक हो। खोपको विकास महामारीसँग जुधिरहेको विश्वका लागि महत्त्वपूर्ण हुने विश्वास गरिएको छ। अमेरिकी खाद्य तथा औषधि व्यवस्थापनले भ्याक्सिन निर्माणबाट अमेरिका कम्तीमा 1 वर्ष टाढा रहेको विश्वास गर्दै आएको छ। यसैगरी विश्व स्वास्थ्य संगठनले पनि यसका लागि 12 देखि 18 महिना लाग्ने बताइसकेको छ। चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख गाओ फुले बिहिबार चाइना ग्लोबल टेलिभिजन नेटवर्कमा हाल खोपको 2 वा 3 वटा क्लिनिकल परीक्षण भएको र त्यो संक्रमण सम्भावित दोस्रो लहरको बेलासम्म उपलब्ध हुन सक्ने बताएका हुन्। समाचारका अनुसार 3 चीनिया खोपले आफ्नो परीक्षणको पहिलो चरण पार गरिसकेको छ। हामी भ्याक्सिन विकासको अग्रमोर्चामा छौं र आकस्मिक प्रयोगका लागि सेप्टेम्बरसम्म उपलब्ध भइसक्छ होला, गाओले भने। हाल परीक्षणका क्रममा रहेका यी नवनिर्मित भ्याक्सिन स्वास्थ्य कर्मीहरू जस्ता केही विशेष समूहका मानिसहरूलाई प्रयोग गर्न मिल्ने ठानिएको छ। अर्को वर्षको सुरुसम्ममा स्वास्थ्य मानिसहरूका लागि खोप उपलब्ध भइसक्छ होला, उनले भने। उनले यसको सम्भावना भ्याक्सिन विकासको प्रगतिमा निर्भर गर्ने जोड दिएका छन्। गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट महामारीका रूपमा विश्वभर फैलिएको कोरोनाले हाल थुप्रै मानिसहरूलाई घरभित्र सीमित गरिदिएको छ। निश्चित उपचार प्रक्रिया र खोप उपलब्ध नभएकाले मानिसहरूमा यस रोगलाई लिएर ठूलो त्रास छ। यस्तोमा उच्च तहका चीनिया अधिकारीहरूले दिएको यो जानकारी राहत दिने खालको छ। संसारमा हालसम्म 28 लाख बढी मानिस यसबाट संक्रमित भइसकेका छन् भने मृतकको संख्या 2 लाखको नजिक पुगेको छ।